उयोले कस्तो गिटीले पछाड्दिएको अन्त के हुँदैन हल्का उठाइदेऊ न ह्यान्डलहरू ओके छ ह्यान्डल ओके छ भने भइहाल्छ भाइजरहरूलाई केही भएन है केही भएन ल So guys, Pulsar 150 मै 180 मा सरी कति दिन बादमा कुदाउँदैछु हेर्नु चाहिँ अफ रोडिङ यसको पर्फर्मेन्स एकदम बबाल हुन्छ त्यो विकास जस्तो छ त हैन Pulsar 180 का पावर देख सकते हो गाइस अब यहाँनिर छोड्यो होइन आरामले पछाडिको बेसी लाउनु जस्तोमा चाहिँ एउटामा हो यहाँनिर गयो यस्तो गऱ्यो उयोले कस्तो गिटीले पछाड्दिएको अन्त के हुँदैन हल्का उठाइदेऊ न ह्यान्डलहरू ओके छ ह्यान्डल ओके छ भने भइहाल्छ भाइजरहरूलाई केही भएन है केही भएन गियर खोइ गियर भाँचेको त छैन खोइ ए भाँचेको छैन यो यस्तै हो अलिक ठेल्नु त म ऊ तल हुन्छु ल सो गाइस क्रास भयो 180 आई भन्न त्यस्तोमा केही भएन क्या आउनु आउनु के हुँदैन लिटल बिट क्रास केही हुँदैन आउनु न मलाई त मजा आउनु थाल्यो उडेको पसेको छैन यस्तै हो यी गियरपट्टि लडेन नि यतापट्टि लडेको नि त कि आइ त्यसरी चढ्नु हुँदैन भयो अल सेट है सब ठिकै छ हौ यो लुकिङ ग्लास यस्तो यो 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 गाइस पारा 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 यस्तो त म कति भएको नि हुँदैन त अफरोडिङमा कुद्नुको मजा चाहिँ यही छ तपाईँले नि सिक्दाखेरि अफरोडिङमै सिकेको राम्रो खासमा चाहिँ चिल्लो रोडमा भन्दा चाहिँ चिल्लोमा त ब्यालेन्स मात्रै हुन्छ नि त कन्ट्रोल हुँदैन नि चिप्ले नि त टायर त्यति हो नलड्ने थियो कि तान हेर्नु नि अब यसको
पक्रेर चाहिँ बस्नु ल, पक्रेर चाहिँ बस्नु ल। यसरी सिक्छ जबरजस्ती गरेर नि, जबरजस्ती गरेर सिक्नु चाहिँ नि। पाकपुक हुने रहेछ? हुँदैन हौ, कहाँ पल्सर भयो त। यो रोडमा मैले सिकेको गाइस। लु लु लु, गियर कन्ट्रोल हो सब, यसले गियर कन्ट्रोलले काम गरिहाल्छ हो त्यस्तो। अहिले गियर याद गर्नु सिकाउँछु ल। जानु दिइहालेको भन्थ्यो। दुईले तानेको, दुईले तान्दैछ। होइन होइन के हुँदैन बाइक त, बाइक त यही त हो त। स्कुटी जस्तो जोगाउनु पर्दैन यसलाई, घाँडा मुकुडुम हाल्यो कुदिहाल्छ। तिम्रो तपाईँको भेनाले भन्दै थियो नि गाडा मुकुडुम कुद्छ भनेर हो दा, भेनाले भन्दै थियो नि गाडा मुकुडुम कुद्छ भनेर। हो नि, बाइक यस्तै कुद्छ नि। होइन अरू बाइक चाहिँ मलाई याद छैन कि, पल्सरहरू चाहिँ मजाको हुन्छ यिनीहरूको सक्करहरू, अफ रोडिङ हेभी खाउँछ नि त यिनीहरूले कि। अब यहाँ होइन, यहाँ अलिकति उकालो छ हो, उकालोमा दुईले तान्दैन पिकअप, एक गऱ्यो कुदायो। कमालै निस्मित नि त कि। त्यही हो, गेडा चाहिँ पुरा ठोकिन्छ यसमा। यस्तो पाराले कुदेको थिएन ल। म त ह्याप्पी कुदेको नि, यही रोड त कुदेको। के हुँदैन त्यसो त, दुई तान्यो। अब स्कुटीहरू भन्दा यसरी कहाँ कुद्नु मिल्छ त होइन। डर त लागेको छैन होला नि त, डर त लागेको छैन होला नि। एकपल्ट लड्छ जस्तो लाग्दैछ, लड्दैन अब त। एक लगायो, एक्लै भए त म हुइलीहरू पनि देखाइदिन्थेँ नि। हुइली जम्पोरो हानिदिन्छु।
यो खाल्टा काटेपछि 2 तान्छु ल खाल्टा काटेपछि 2 तान्छु 2 तान्यो हो ए कुच्च नि यिनीहरू त पावरफुल लाग्छ तर मलाई यिनीहरू पावरफुल लाग्छ फेरि पार्ट्सहरू पनि सस्तो हो नि त यिनीहरू कि गियर कन्ट्रोल ह्याप्पी हुन्छ पल्सर